आज हामी अल्ट्रासाउन्डमा छौँ र आज तमुदी युकेद्वारा आयोजना गरिएको गोर्खा कपमा छौँ र यसै क्रममा हामीले यहाँ आउनुभएका विभिन्न व्यक्तिहरूसँग यो गोर्खा कपको बारेमा आजको यो कार्यक्रमको बारेमा सानो कुरा गर्नेछौँ। यसै क्रममा हाम्रो साथमा हुनुहुन्छ उमेश भण्डारी र उहाँ नेपाल विद्यार्थी सङ्घसँग आबद्ध हुनुहुन्छ। उहाँसँग कुरा गरौँ। नमस्ते। हजुर नमस्कार। आजको यो प्रोग्राम कसलाई लागिरहेछ? कार्यक्रम रमाइलो छ। एउटा चाहिँ तमुदी युकेले जुन 2014मा चाहिँ गोर्खा कप 2014 आयोजना गरेको छ, यो किसिमले कार्यक्रम सफल पनि हुँदै गरेको महसुस मैले गरेको छु र घमाइलो दिन अलिकति चाहिँ हावा चलेको राम्रो मौसमले गर्दा मान्छेको उपस्थितिहरूले गर्दा कार्यक्रम एकदमै राम्रो भएको मैले महसुस गरेको छु। यो चाहिँ हजुर घरबाट यहाँ आउँदाखेरि यहाँ आएपछि चाहिँ रियालिटी के देख्नुभयो? के फरक छ? लगभग एक्सपेक्टेसन अनुसारको रियालिटी पाइएको स्थिति हो। चाहिँ मान्छेहरूको उपस्थिति भनौँ राम्रो छ। हुनसक्छ तमुदी युकेको अपेक्षा अनुसार नभए पनि कैयौँ मान्छेहरू चाहिँ आउँदै हुनुहुन्छ। मान्छेहरू आउने क्रम जारी छ र चाहिँ अहिलेको उपस्थित मासलाई हेर्दाखेरि चाहिँ जुन तरिकाले अपेक्षा गरेर म घरबाट निस्केको थिएँ, कार्यक्रम चाहिँ उपलब्धिमूलक भएको महसुस गरेको छु। हस्, धन्यवाद। सबभन्दा पहिले त तपाईँहरू आएर यसरी एउटा घर घरमा यसरी जुन पुर्याइदिनु भएकोमा, जर्नलिस्ट भएर यसरी आइदिनु भएकोमा धेरै धन्यवाद। र हाम्रो यो गोर्खा कपको यो इयरली हुने इभेन्ट हो र आजको चाहिँ यो वेदरले एकदमै साथ दिएको छ। विशेष गरी युकेमा वेदरै राम्रो हुनुपर्छ मान्छेहरू सबै रमझम गर्नको लागि गर्दाखेरि सबै मान्छेहरू पनि एकदमै इन्जोय भएर हिँडिराखेको मैले महसुस गरेको छ। र विशेष गरेर चाहिँ नि हेल्थ एन्ड सेफ्टी सेक्युरिटी साइडमा पनि सबै कुराहरू राम्रो गइरहेको, स्मुथली गइरहेको मैले त्यो अनुभव पाइराखेको छु। हिजोको प्लान र आजको रियालिटीमा के फरक पाउनुभयो कि अझ प्लानभन्दा बेटरमा गइरहेको छ कि के छ समग्र अवस्था? यसमा मेरो विचार हामीले इम्प्रुभमेन्ट गरिराखेको छ। किनभने जहिले पनि गरेर कामले काम सिकाउने कुरा हो। गर्दाखेरि आज हामी यो 12औँ गोर्खा कप हो र लास्ट इयरभन्दा पनि यसपालि विशेष गरेर सेक्युरिटी साइडमा हामीले एकदमै राम्रो गरेको छ। हामीले लास्ट इयर जेमा हामी कमी कमजोरी भएको थियो, टाइमभन्दा डिले भइराख्ने, त्यो टाइमलाई हामीले एकदम क्याचअप भएर यसपालि गइरहेको छ। आशा छ यसपालि हाम्रो जति पनि हाम्रो पाहुनाहरू आउँदै हुनुहुन्छ, चिफ गेस्टहरू, उहाँहरूको अगाडि हामी समयमै हामीले पुरा कार्यक्रम गरिन्छ भन्ने। अहिले दिउँसोको करिब 4 बजे हो। हजुरहरूको आज डेली अब यो सेड्युल हुन्छ नि, सेड्युलमा कति प्रोग्राम सकियो अथवा योभन्दा पछाडि के छ कार्यक्रम? हाम्रो चाहिँ 4 बजेपछि यहाँको जति पनि चिफ गेस्टहरू अनि चिफ गेस्ट अनि काउन्सिलरहरू अनि तपाईँको यहाँको 2 जना सर्भिङ कर्नलहरू आउँदै हुनुहुन्छ र ब्रिगेड गोर्खाजको एकदमै राम्रो पर्फर्मेन्स गर्ने उहाँ ब्यान्डको पुरा कम्पनी आउनुहुन्छ। अनि उहाँहरूले यहाँ चाहिँ नि हाफ एन आवर तपाईँको फाइनल म्याच हुनुभन्दा अगाडि उहाँले पर्फर्म गर्नुहुन्छ। त्यो उहाँ सबै नेपालीहरू, तर उहाँहरू सर्भिङ मिलिट्रीको ब्रिटिस आर्मीको हाम्रो गोर्खाली दाजुभाइहरू र उहाँले त्यो पर्फर्म गरेपछि चिफ गेस्टहरूबाट उहाँहरूलाई हामीले धन्यवाद दिने कार्यक्रम चिफ गेस्ट पनि नेपाली नै हुनुहुन्छ? नै, चिफ गेस्ट चाहिँ टेरी ब्रिजम्यान भन्ने यहाँको मेयर, जुन चाहिँ रसमोर बरो काउन्सिलको मेयर उहाँ हुनुहुन्छ। नर्मली हामीले कि एम्बेसडर नेपालको या मेयरलाई हामीले दिन्छौँ चिफ गेस्ट, र यसपालि हामीले मेयरलाई नै दिएको छु यसपालि। यहाँ हाम्रो मिडिया neplisavenue.com मार्फत केही भन्न चाहनुहुन्छ त? म चाहिँ नि खास के भन्न चाहन्छु भने हामी नेपालीहरूलाई जहाँ बसे पनि जे गरे पनि सुखी शान्ति रहनुहोस्। जो तपाईँहरूले मिडियाले यति राम्रो काम गर्नुभएको छ, सबैलाई चाहिँ के भइरहेको छ भन्ने एक्टिभिटीहरू उहाँहरूको सामुन्ने पुर्याइदिनु भएको छ। उहाँले भ्याउनुहुन्छ भने आएर यस्तो फङ्सनमा आएर भेटिदिनुहोस्, एकअर्कामा भेटघाट त्यो गर्नुहोस्। यदि भ्याउनुहुन्न, काम छ भने तपाईँहरूको मिडियाबाट इन्जोय गरेर बस्नुहोस्। त्यही हो। अन्तमा तमुदी समाज युकेले चाहिँ वर्षैपिछे विभिन्न 3-4वटा एकदम मेन इभेन्ट गर्छ र अरू संस्थाहरूभन्दा फरक पनि छ। यो हजुरहरूले मेन यो भनौँ न नेपाली मेला अथवा गोर्खा कप गर्नुको मेन उद्देश्य चाहिँ के छ?
यसको मेन उद्देश्य भनेको के हो भने तमुदी युके अहिले तपाईँको 14 वर्ष भइसक्यो यो इस्टाब्लिस भएर। यो सबै नेपालीको लागि हितको लागि गरेको संस्था हो र साथसाथै यसले चाहिँ आफ्नो संस्कृति जोगाउने संस्था र च्यारिटीमा रजिस्टर भएर जति पनि नेपालमा दुःख परेको यो नेचुरल डिजास्टर भएको बाढी पीडितहरू यहीँ युकेमा पनि बुढाबुढीहरूलाई केही त्यस्तोहरूलाई चाहिँ हेल्पको लागि यो खडा गरेको संस्था हो। गर्दाखेरि यो इयरली गरेको 2-3वटा हाम्रो जुन प्रोग्रामहरू गर्छ यसले सबै नेपालीहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र एकअर्कामा चाहिँ राम्रो सम्बन्ध राख्ने र यहाँबाट च्यारिटी केही फाइदा गर्न सक्छ भने यस्तो चाहिएको ठाउँहरूमा हामीले मद्दत गर्ने। थ्याङ्क यू दाइ। हस् नमस्कार दाइ। नमस्ते। आजको यो तमुदी युकेद्वारा अर्गनाइज गरिएको यो गोर्खा कपको बारेमा भनिदिनुहोस् न, के हुँदैछ आज, कस्तो हुँदैछ? यहाँलाई बताउनु भन्दा पनि यस बेला क्विन्स एभेन्यू फुटबल ग्राउन्डको मैदानमा आउने हुने दर्शकहरूलाई प्रत्यक्ष अहिले कस्तो भान भइरहेको छ भने उहाँहरू नेपालको एकदम ठुलो मेलामा ठुलो जमघटमा गएर धेरै इष्टमित्रहरूसँग धेरै साथीभाइहरूसँग भेटेको उहाँलाई अनुभव भइरहेको छ। र अहिले तपाईँले जुन टेलिभिजनबाट जुन अहिले मेरो इन्टरभ्यू सुनिराख्नु भएको छ त्यो बेलामा तपाईँलाई त्यो कल्पना मात्र हुनेछ, तर तपाईँ प्रत्यक्ष ट्राई गर्नुहोस् गोर्खा कपमा आउनको लागि, तपाईँले यहाँको एउटा अनुभव लिनुहुनेछ। र गोर्खा कपको विषयमा केही भन्नुपर्दा आजभन्दा 12 वर्ष अगाडि नेपालीहरू बेलायतमा बस्ने माहौल थिएन। केही मात्र सीमित नेपालीहरू बेलायतमा बस्थे र आंशिक नेपालीहरू यहाँ चाहिँ आर्मीमा थिए र ती सीमित नेपालीहरूले एउटा जमघटको बाटोको लागि यो गोर्खा कपलाई रोजेको थियो र त्यही समयमा तमुदीको पनि स्थापना भएको थियो र त्यो बेला तमुदीका संस्थापकहरूले त्यो खेलको नाम के राख्ने त भन्दा सबै नेपालीहरूलाई समेट्ने एउटा यस्तो नामकरण गरौँ भनेर एउटा गोर्खा कपको सुरुवात गरेको थियो र यही ग्राउन्डबाट सुरु भएको गोर्खा कप आज 12औं एनिभर्सरी चाहिँ यही क्विन्स एभेन्यूमा सुरु भइरहेको छ। प्रत्येक वर्ष यही ठाउँमा हुन्छ? प्रत्येक वर्ष यही ठाउँमा हुन्छ। जुन दिन सुरुको दिनमा 3टा टिम मात्र भाग लिएको थियो भने आज हामीले चाहिँ कुनै दिनमा यहाँ चाहिँ 60वटा टिमहरू पनि खेलायौँ, कुनै दिनमा 80वटा टिमसम्म खेलायौँ। तर त्यसरी बढी टिमलाई लिँदा त्यो टिमले चाहिँ बढी समय खेल्न नपाउने अनि क्वालिटी खेल प्रदर्शन गर्न नपाउने र राम्रो टिमहरू पनि खेलबाट बाहिरिन भएको हुनाले हामीले समयलाई ध्यानमा राखेर लिमिट टिमहरू मात्र फिक्स गऱ्यौँ। यसले गर्दा अहिले मेन क्याटेगोरीमा 40 जना र भ्याटनमा 8 जना गरी 48 टिमलाई मात्र सहभागी गरेका छौँ। भनेपछि पोहोर पनि यही ठाउँमा भएको थियो। पोहोरको यो यस दिन र आजको यस दिनमा के फरक पाउनुभयो एज अ अर्गनाइजर? एज अ अर्गनाइजर म के भन्न चाहन्छु भने वास्तवमा हाम्रो मेन एम त नयाँ युवकहरूलाई स्पोर्ट्सको माध्यमबाट उनीहरूलाई अनुशासन, एकता, युनिटी अनि त्यसपछि इन्टिग्रेट दिने यहाँको लोकल ब्रिटिस कम्युनिटीहरूसँग, त्यसपछि सबै नेपालीहरूलाई एकै ठाउँमा भेला गरेर हामी एक नेपाली हो भन्ने कुरो चिनाउने यसको मेन उद्देश्य हो। र लास्ट इयर प्रत्येक वर्ष हामीले विभिन्न किसिमको फेभरहरू चेन्ज गरेका छौँ। जस्तो लास्ट इयर चाहिँ यहाँ हामीले प्याराजम गराएका थियौँ भने यो वर्षमा आकर्षक खेल बाहेकको आकर्षकमा हामीले चाहिँ मिलिट्री ब्यान्ड ल्याउँदैछौँ। ब्रिगेड अफ गोर्खासको 40 जना मिलिट्री ब्यान्डले चाहिँ यहाँ चाहिँ एकदम ठुलो प्रदर्शन गर्न गइरहेको छ, विच इज अहिलेको यसको चाहिँ एकदम आकर्षक हुनेछ। त्यसै कारणले जो आज गोर्खा कपमा आउनुभएको छ उहाँ दर्शकहरूले अवश्य पनि त्यसको चाहिँ चाख लिनुहुन्छ। र अरू त्यसबाहेक यहाँ थुप्रो स्टलहरू देख्नुहुन्छ, व्यापार व्यवसायहरू, विभिन्न तमुदी पनि एउटा च्यारिटी संस्था हो र जति पनि च्यारिटेबल अर्गनाइजेसनहरू छ तिनीहरूलाई फ्री इन्ट्री दिएको छ र उहाँले आफ्नो व्यापार व्यवसायहरू बढाउने ठुलो मौका पाएको छ। करिब यहाँ चाहिँ आज कति जति नेपालीहरू हुनुहुन्छ, के रफ डाटा छ हजुरसँग? करेक्ट। विगतको समयमा हामीसँग 10,000 को उपस्थिति थियो भने यो वर्षमा अहिलेसम्मको हाम्रो मेन गेटको इन्ट्री अनुसार 12,000 कट्यो भन्ने खबर छ। तर बेलुकासम्ममा हामीले चाहिँ 15,000 को एक्सपेक्ट गरेका छौँ। यो चाहिँ के हो त भन्दा बढ्दो नेपालीको चाहिँ चाप अनि त्यसपछि हाम्रो कार्यक्रमको गोर्खा कपको चाहिँ प्रत्येक वर्षको डिफ्रेन्ट फ्लेभर, डिफ्रेन्ट चाहिँ आकर्षकको कारण नै बढी मान्छेहरू आउन सकेको। तमुदी युकेले गर्ने वार्षिक कार्यक्रममा नेपाली मेला एउटा, गोर्खा कप एउटा र अर्को 3टा गर्नुहुन्छ होइन हजुर? ज्यू
अर्को चाहिँ हामीले के गर्छौँ भने गुरुङहरूको महान चाड लोसार जुन पुसे 15मा नेपालमा चाहिँ एउटा राष्ट्रिय विदाको रूपमा पनि लिएको छ त्यसलाई हामी यहाँ मनाउँछौँ त्यो सधैँ कहिले पर्छ भने डिसेम्बरको 30 तारिकमा पर्छ है त्यो चाहिँ हामीले आफ्नै तरिकाले आफ्नो एउटा ट्रेडिसनल कल्चरको रूपमा लिएका हुन्छौँ भने अन्य दुईवटा फेस्टिभलहरूलाई हामीले चाहिँ एउटा तमुदीको व्यक्तिगत तमुको हितको लागि मात्र गुरुङहरूको हितको लागि मात्र नलिएर सम्पूर्ण नेपालीहरूको एउटा हितको लागि नेपाल र नेपालीको लागि त्यो रूपमा चाहिँ हामीले लिएका छौँ र त्यही रूपमा चाहिँ आज तमुदीले आफ्नो प्रतिष्ठान आफ्नो नाम र इज्जत बेलायतमा रहेका तमाम नेपाली समाजहरूको माझमा एउटा आफ्नो छुट्टै किसिमको पहिचान पाएको छ र आज चाहिँ भनियो भने म गौरवको साथ के भन्न चाहन्छु यहाँलाई र दर्शकहरूलाई पनि एउटै मात्र त्यस्तो संस्था हो जुन संस्थाको आफ्नै कार्यालय आफ्नै भवन चाहिँ बेलायतमा छ त्यो एउटै मात्र हो तमुदी र त्यो च्यारिटेबल संस्था हो च्यारिटीमा दर्ता भएको छ र यसले प्रत्येक वर्ष विभिन्न संस्थालाई मद्दत गरिरहेको छ र आज पनि जति आम्दानी हुन्छ आम्दानीको केही हिस्सा हामीले चाहिँ बेलायतको क्यान्सर रिसर्च सेन्टर र गोर्खा वेलफेयर ट्रस्ट जसले कि नेपालमा चाहिँ शिक्षा स्वास्थ्य अनि बाटोघाटोको लागि खानेपानीको लागि ठुलो मद्दत पुर्याइरहेको छ त्यो संस्थालाई चाहिँ हामीले मद्दत गर्न गइरहेका छौँ यो अन्तमा हजुरहरूको यो तमुदी युकेबाट कतिजना भनौँ न कोही भोलिन्टियरमा हुनुहुन्छ कोही पेड अफ सेक्युरिटी हुनुहुन्छ यसमा चाहिँ डाइरेक्ट यो इभेन्ट म्यानेजमेन्टमा कतिजना इन्भल्भ हुनुहुन्छ एक्ज्याक्टली सबैको भनाइ के छ भने नि 15,000को मान्छे आउँछ 5,000 गाडी आउँछ तमुदीले पैसा डल्लाउदो कमाएको छ भन्ने कुरो हुन्छ तर अहिलेको इस्टिमेट खर्च कति छ भने आजको हाम्रो चाहिँ खर्च 57,000 57,000 पाउन्ड खर्च छ यसको है किनभने त्यही अनुपातमा 15,000 मान्छेलाई चाहिने हामीसँग यहाँ के छ सेक्युरिटी छ स्पेसल फोर्स हामीले 55जना सेक्युरिटी गोर्खा सेक्युरिटीबाट ल्याएका छौँ एक पेट्रोल पुलिस ल्याएका छौँ त्यो सबैलाई हामीले पेड गर्नुपर्छ अनि त्यतिको मान्छेलाई त्यतिको डेन्सिटीलाई चाहिँ जनघनत्वलाई चाहिँ कायम गर्नको लागि हामीसँग 115वटा चाहिँ टोयलेट हुनुपर्छ र त्यही किसिमको मात्रामा चाहिँ टोयलेट हामीले यहाँ व्यवस्था गरेका छौँ अनि त्यही अनुसारको क्लिनर्सहरू यहाँ हामीले उपलब्ध गराएका छौँ त्यो सबै उपलब्ध गर्नको लागि यहाँको चाहिँ आम्दानीले मात्र नथक्ने भएको हुनाले 300 हामीले तमुदीका भोलिन्टियर्सहरू र युथहरू परिचालन गरिरहेका छौँ अन्तमा समग्र यो आजको इभेन्टको बारेमा लगायत अब हजुरको एक्सपेक्टेसन के थियो अब यो हिजोको प्लानिङ के थियो आजको यो रियालिटी फिल्डमा जाँदाखेरि के फरक पाउनुभयो यसलाई समेट्दै अन्तमा हाम्रो मिडिया nepalisevenue.com मार्फत हजुर के भन्न चाहनुहुन्छ nepalisevenue.com अहिले सुनिराख्नुभएका तथा हेरिराख्नुभएका दर्शकहरूप्रति म यही कुरा दोहोऱ्याउन चाहन्छु हामी नेपालमा छैनौँ हामी अहिले 7 समुद्र पारी बेलायत जस्तो सभ्य र विकसित देशमा छौँ र अब हामीले यही नै यहाँको नियम नीति अनुसार यहीँको टेम्प्लेटमा चाहिँ कायम गर्न सक्नुपर्छ र हामीले आफैलाई नै प्राउड गर्न हुँदैन हामीले यहाँको लोकल कम्युनिटीसँग इन्टिग्रेट गरेर काम गर्न सक्नुपर्छ र त्यो सपोर्ट र सहयोग तमुदीले चाहिँ पाएको छ आज हामीलाई यो कार्यक्रमको लागि काउन्सिलको यहाँको सहयोग छ अनि यहाँको मिनिस्ट्री अफ डिफेन्सको सहयोग छ त्यही सहयोगले मात्र यो ठुलो कार्यक्रम सफल गएको छ र यो कार्यक्रम सफल गर्नको लागि तमुदीको मात्र होइन सम्पूर्ण नेपालीहरूको सहयोग अवश्य चाहिन्छ र यसले आज 570 जना खेलाडीहरूलाई चाहिँ यसमा एउटा ठुलो मौका दिइरहेको छ र यसमा बेलायतको मात्र होइन अहिले पोर्चुगल र बेल्जियमबाट 2 टिम आइरहेको छ र जर्मन र हङकङको टिमहरूले पनि इन्ट्री गरेको थियो तर अभाग्यवश भिसाको कारणले गर्दा उहाँले पुल डाउन गर्नु पर्यो र भविष्यमा गोर्खा कप मात्र नभएर यो अन्तर्राष्ट्रिय कप हुनेछ यसमा चाहिँ कुनै पनि दुई मत छैन र यसैले गर्दा म के भन्न चाहन्छु भने आउनुहोस् तपाईको व्यापार व्यवसायहरू बढाउनुहोस् तपाईँ च्यारिटी संस्था हो भने तपाईँ च्यारिटीमा काम गर्नुभएको छ भने आएर तपाईँको च्यारिटीको प्रदर्शन गर्नुहोस् तपाईँले जान्नुभएको शिव कलाहरू यहाँको चाहिँ समुदायलाई देखाउनुहोस् अनि तपाईँले पनि केही कुरो सिकेर जानुहोस् यही नै चाहिँ गोर्खा कपको चाहिँ मेन उद्देश्यहरू हुनेछ एभ्री इयर इभेन्ट अर्गनाइज गर्नुहुन्छ नेक्स्ट इयरको प्लानिङ चाहिँ केही छ अहिले केही प्लान गरिसक्नु भएको छ अब नेक्स्ट इयरको प्लानिङ अहिले भन्न मिल्दैन किनभने अब कार्यक्रम के कसो सफल भयो भन्ने कुरो यसको पोस्ट मिटिङले खबर गर्नेछ र अब हामी फर द इभेन्ट हाम्रो नेपाली मेला छ जुन अगस्त 24 तारिकमा क्याम्पटन पार्क लन्डनमा हुँदैछ विच इज एकदम ठुलो बिग रेस कोर्स हो र त्यस्तो क्याम्पटन पार्क जस्तो ठुलो रेस कोर्समा नेपाली मेला गर्न पाउनु नेपालीको लागि एकदम ठुलो भाग्यको कुरा हो म गौरवको साथ भन्छु र यो बेला एभेन्यूजका दर्शकहरू प्लिज नेपाली मेलामा आउनुहोस् त्यहाँ चाहिँ भन्दा बढी संस्थाहरूले आफ्नो संस्थाको परिचय झल्काउने किसिमको कल्चर झाँकीहरू प्रदर्शन गर्नेछ र त्यसमा चाहिँ तपाईँ पनि भाग लिनुहोस् र त्यहीँ भेटौँला भन्दै म आज यहाँबाट बिदा हुन चाहन्छु धन्यवाद अन्तमा यो तमुदी युकेले अर्गनाइज गरेको प्रोग्राममा आउनुभएका
विभिन्न ठाउँबाट युकेको विभिन्न ठाउँबाट आउनुभएको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई के मेसेज छ? थ्याङ्क यू भेरी मच यहाँको सहयोगको लागि र यहाँहरूले नै को सहयोगबाट नै आज यो संस्थाले चाहिँ एउटा बेलायत जस्तो यस्तो सभ्य देशमा यति ठुलो कार्यक्रम गर्न हामी सफल भएका छौँ। विदाउट योर डेडिकेट कन्ट्रिब्युसन्स सपोर्ट यो कार्यक्रम सफल हुन सक्दैन र यसमा मिडियाको पनि ठुलो हात छ। मिडियाको साथीहरूलाई पनि म धन्यवाद नदिइरहन सक्दैन र विभिन्न सङ्घ संस्थाको साथीहरूलाई पनि धन्यवाद नदिइरहन सक्दैन र आउने कार्यक्रमहरूमा पनि यहाँहरूबाट मैले यस्तै सहयोगको अपेक्षा गर्दै आज बिदा चाहन्छु। धन्यवाद। नमस्ते सर। हजुर नमस्ते। हजुर तमुदी युकेद्वारा सञ्चालित गोर्खा कपमा छौँ आज हामी र यो गोर्खा कपको बिचमा छौँ। करिब 3:30 भयो। यस बेलासम्म हजुरले के देख्नुभयो यसको बारेमा भनिदिनुहोस् न। आज 26 तारिक हो के अरे, मे 26 तारिक। हजुर गोर्खा कप यो अत्यन्त नेपालीहरूको लागि सबैभन्दा ठुलो पर्व जस्तो हो। यहाँ बेला दुईवटा पर्वहरू हुन्छ, एउटा नेपाली मेला, एउटा गोर्खा कप। यहाँ नेपालीहरू भेट हुने, नेपालबाट आइसकेपछि यहाँ भेट हुने एउटा माध्यमको रूपमा पनि छ र अहिले जुन उत्साहपूर्ण रूपमा नेपालीहरूको जुन उपस्थिति छ धेरै पोहोर अहिले मौसमले पनि साथ दिएको छ र पोहोरभन्दा अझै धेरै मान्छे आएको मलाई अनुभव भएको छ र यहाँ व्यवस्था पनि एकदम राम्रो, माइकिङ गरेर सबै कुराहरूको जानकारी गराइएको छ र आउँका नेपालीहरूले खानेकुरादेखि लिएर किन्ने कुरादेखि लिएर आफ्नो मान्छे भेट्नेदेखि लिएर साह्रै खुसी भएको मैले पाएको छु। हजुर घरबाट यहाँ आउनुभन्दा अगाडि एक्सपेक्टेसन के थियो? यहाँ आइसकेपछि यहाँको व्यवस्थापन भयो, मान्छेहरूको क्राउड भयो, हजुर, अथवा विभिन्न इन्फ्रास्ट्रक्चर, टोयलेटको कुरा, पानीको कुरा अथवा खानेकुरा, यस्तो के फरक पाउनुभयो? म घरबाट हिँड्दा गत वर्षका कार्यक्रमहरूमा कहिलेकाहीँ पानीले हावाले एकदम दुःख दिएको देखाएको थिएँ। यसबाट त्यस्तो नहोस् भन्ने आशा थियो। अहिलेसम्म त्यस्तो भएको छैन र नहोला भन्ने वेदर फोरकास्ट छ। मैले टोयलेट हेरेँ, टोयलेट एकदम सफा, राम्रो, टोयलेट पेपर सबै व्यवस्थित रूपमा त्यहाँ राखेको। अनि यहाँ सूचना प्रवाह गर्ने बुथहरू भएको, अनि मेन प्रोग्राम हलहरूमा सबै मान्छेहरू बसेर चाहिँ अनि मिडियाहरूले आफ्नो सूचना सङ्कलन गरेको, मान्छेहरूले विभिन्न ठाउँहरूमा घुमेर यो कार्यक्रम बढीभन्दा बढी फाइदा लिएको देख्दाखेरि म धेरै सोचेभन्दा धेरै उमा चाहिँ खुसी भएको छु म अहिले चाहिँ। अन्तमा यो तमुदी युके हजुर अर्गनाइजर पनि उहाँहरू हुनुहुन्छ, हजुर, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? तमुदी युकेले जुन प्रोग्राम गरेको छ एउटा देशकै लिएर गरेको, यो त एउटा देशले गर्नुपर्ने, एउटा नेपाली एमएसीले गर्नुपर्ने जस्ता कुराहरू, तर तमुदी युके एउटा ठुलो संस्थाको रूपमा रहेर यसले जुन व्यवस्थापन गरेको छ, जुन नेपालीहरूलाई जम्मा हुने भेट्ने जुन किसिमको मेसेज दिएको छ, जुन खेलको लागि एकदमै स्वस्थ शरीरमा स्वस्थ खेल भन्ने कुरा जुन मेसेज दिएको छ, धेरै ठुलो कार्यहरू गरेको छ। यो तमुदी युकेका सम्पूर्ण पदाधिकारी, जो म्यानेजमेन्ट कमिटीहरूलाई मैले धेरै धन्यवाद दिन चाहन्छु, जसले यो प्रोग्रामको आयोजना गरेर नेपालीलाई यहाँ जम्मा गर्न सक्सेस हुनुभएको छ। उहाँहरूको यो व्यवस्थापनलाई धेरै राम्रो गर्नुभयो भने मैले चाहिँ उहाँलाई धन्यवाद दिन चाहन्छु। नमस्कार। एकदमै राम्रो उल्लासमय वातावरण लागेको छ, मौसमले पनि साथ दिएको छ र उपस्थिति हेर्दा खचाखच नै देखिन्छ। यहाँ नाचगान, खानाका स्टलहरू, खेलकुद, केटाकेटी एउटा फ्यामिलियर आउटिङको रूपमा पनि देखिएको छ। त्यस कारणले यहाँ युकेमा भएका स्थानीय नेपालीहरूले यसलाई पक्कै पनि मनोरमपूर्ण तरिकाले इन्जोय गरिराखेका छन् जस्तो लागेको छ मलाई। मेरो यो पहिलो कार्यक्रम हो। हजुरले यो पहिलो कार्यक्रम भन्नुभयो, बेलायतमा चाहिँ विभिन्न संस्था छन्, यस्तो हुँदै पनि यस्तो इभेन्ट चाहिँ गरेर देखिँदैन होइन? अरूले केही म्यासेज अथवा केही लेसन लिन सक्ने छ यस्तो इभेन्ट? मैले यो कार्यक्रमको बारेमा खास गरेर सुनेको थिएँ पोहोर साल। यसको खास गरेर ठुलो उपस्थिति र वेल म्यानेज प्रोग्राम भनेर बाहिर यसको चाहिँ मूल्याङ्कन भएको थियो। त्यस कारणले आफै एक्सपिरियन्स पनि गरौँ भनेर हाम्रो एउटा पत्रकार महासङ्घको आफ्नो मिडिया सर्वेको कार्यक्रम पनि थियो आज। त्यस कारणले उपस्थित भएको थिएँ र यसको म्यानेजमेन्ट ओभरअल हेर्दाखेरि यसबाट धेरै कुरा अरू सङ्घ संस्थाहरूले पनि सिक्नुपर्ने आवश्यकता देखिएको छ। पर्टिकुलरली चाहिँ यङ जेनेरेसनलाई इन्भल्भ गरायो भने यो भोलि आउने भावी पुस्ताले पनि हाम्रो एउटा नेपालीपनालाई कायम राख्नलाई ठुलो योगदान गर्न सक्छन् जस्तो लाग्छ। थ्याङ्क यू, धन्यवाद।